हेलो एभ्रिवान वेलकम टु माई मिनी ब्लग अनि आज म मेरो अफिसको एउटा दिदीसँग चाहिँ उसको घर जानु भइरहेको छु कहाँ भन्दाखेरि सिलुपाल्चोक सो हामीसँग 3 जना छौँ जो हामी एउटै अफिसमा काम गर्छौँ अनि अब हेरौँ के हुन्छ कस्तो हुन्छ हामी सबै सामानहरू आफूसँग लगिसकेको छौँ तर बसको लागि हामी वेट गर्दैछौँ Few moments later. बस खासमा 3:30 बजी छुट्नुपर्ने तर अहिलेसम्म पनि बस आइपुगेको छैन अनि ढिला हुन्छ होला कोही थाहा भएन किनभने मलाई जिस्काइरहेको छ किन भन्दाखेरि मेरो फर्स्ट मिनी ब्लग हो होइन स्वागत तो करो हमारा अनि अब हेरौँ के हुन्छ होइन अनि अङ्कल आन्टीले पनि नमस्ते भन्न सिकिरहेको छु म चल बस सुनाएगा क्या सो अब हेरौँ के हुन्छ अफिसमा त बिदामा है तर 2,000 years later. हामी फोटोसुट पुगिसक्यौँ ये मुंह से सुपारी निकाल के बात कर रहे बाबा सो गाइस त्यहाँ उहाँको झोला हराएर चाहिँ उहाँ ओर्लिँदै हुनुहुन्छ अरे आफ्नो ठाउँमा नपुगिकन सामान चाहिँ हराउँदा त तपाईँको इबी आयो भने इबीमा सो हामी के भनौँ फेरि रोक्यौँ उहाँ 10,000 हराएको मान्छे चाहिँ फेरि आउँदै हुनुहुन्छ अरे ट्याक्सी चढेर अनि उहाँले झगडा त गर्नुभयो तर अब हामी चाहिँ हावा खाना निस्किसक्यौँ यस्तो शान्ति छ एकदमै शान्ति छ अनि हामी खुसी छौँ एकदमै अफिसबाट टाढा भएर अनि यसै चलिरहेछ ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ सो गाइस यिनीहरूले मलाई छोडेर आएको थियो अनि म यिनीहरूलाई छोडिहालेँ कति हराउँछ हेर चटपटी खानलाई चाहिँ मलाई छोडेर आएँ अनि हाम्रो गाडी उता अगाडि रोकिरहेछ होइन अनि हामी चाहिँ चटपटी खान आएको छौँ अनि कस्तो लाजरस लाग्दैछ तर के गर्नु छिटाइ गरे उहाँ बसै गयो ल अहिले 7:10 भयो हामी मेलम्ची भन्ने ठाउँमा पुगिसक्यौँ अनि यहाँबाट पनि केही समय लाग्छ अरे तर अहिले चाहिँ बस एकदम खाली भइसकेको छ अनि अब यस्तै छ यो मान्छेले त्यो मान्छे त्यहाँ पुगिसक्यो देखा आपने लापरवाही का नतीजा है 2 hours later. सो हामी अब हिँड्ने बाटो पुगिसक्यौँ होइन अनि यसले धेरै टेन्सन भइरहेछ हामी हिँड्दैनौँ भनेर तर त्यसमा हिँड्ने चाहिँ होइन अनि यहाँ मान्छेहरू आउँदैछ तुमसे ना हो पाएगा टाइम छ पछाडि आउँदैछौँ अब घर पुगेर बनाउँछु आज शाबाश बेटा सो गाइस हामी यता पुगिसक्यो दिदीको घर चाहिँ अनि हामीले खाना पनि खाइसक्यो अनि अब चाहिँ हामी रेस्ट गर्ने अनि एकदमै यहाँ आवाज खोला नाला गाउँघर कस्तो रमाइलो छ अनि कस्तो रमाइलो छ अनि त्यसपछि यहाँ नेगेटिभिटीले हामी टाढा राख्दै एकदमै खुसी छौँ किरा पनि छ किरा जस्तै छ कौन है ये लोग कहाँ से आते हैं किरा जस्तै छ ट्रमा अरू चाहिँ सब बनाउँछ
यो मान्छेले मलाई यतितिर मार्न लागिसक्यो कि म त अब म्यान भर्सेस वुमेन भइसकेँ अनि अब अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है। One eternity later. सो गाइज हामी बिहानी भएर उठिसक्यो बिहानी त के भनौँ बिहानी उठेर पनि फेरि सुतेर फेरि उठिसक्यो अनि दिदीले हामीलाई चिया र बिस्कुट प्रदान गरिसक्नु भएछ अनि दिदीको घर चाहिँ यो हो अनि यहाँ हरियाली म तपाईँलाई अरूलाई देखाउँछु वेट हामी चाहिँ पछि क्या उतातिर चाहिँ खेततिर चाहिँ जान्छौँ होला अनि दिदीको घर चाहिँ यहाँ छ अनि हेरेर अनि यस्तो छ खोलाको आवाज अनि त्यसपछि हरियाली अनि यता बाटाहरू छ अनि पाठाहरू छ गाई भैँसीहरू पनि छ दिदीसँग अनि त्यही भएर हामी त्यही गाई भैँसीको दुधको चिया खाइरहेको छौँ गाइज अनि बारी त भइहाल्यो अनि यस्तो छ मेरो प्यारो दिदीको घर कति मजा हरियाली अनि हामी चाहिँ जानुपर्छ त्यो रातो छत भएको घरमा चाहिँ जानुपर्छ अब एकछिनमा खेत गोड्नलाई अनि रमाइलो छ हजुर यहाँ चाहिँ इनड्राइभ वालाई चाहियो इनड्राइभ गाउँतिर इनड्राइभ अघि नै खोला कहाँबाट आउँछ भन्दै थियो मान्छे अब इनड्राइभ पनि चाहियो उसलाई अनि उहाँ चाहिँ कति प्यारी देखिया छ उहाँ कैसा लगा मेरा मजाक? उहाँ चाहिँ क्युटी भएर हिँडिराख्नु भएको छ सो गाइज हाम्रो खिर चाहिँ रेडी भइसक्यो होइन तर चिनी चाहिँ कति हाल्ने मेरो दिदीलाई थाहा नभएर चाहिँ मम्मीलाई कल गर्दै हुनुहुन्छ अनि खिर चाहिँ यस्तो स्वादिष्ट भएको छ गाइज बिहानीदेखि मेरो दिदी बिचारीले 1 घन्टादेखि बनाएको चाहिँ बंद करो हाथ जोड़ के मैं। गुड मर्निङ आज चाहिँ हाम्रो बारीमा चाहिँ काँक्रा छ यता देख्नु भयो यता काँक्रा छ होइन यो टिप्छौँ अरे हामी चाहिँ अनि यो चाहिँ आरुको रुख भयो हेर्नु म नजिकबाट देखाउँछु अनि यो चाहिँ अम्बाको रुख भयो सानो अम्बाको रुख यति चढिन्थ्यो अनि ऊ त्यो माथिल्लो घर जाने रे आऊ बहिनी स्याम्पू खै स्याम्पू भन्छ कि के सम्पू भन्छ खै बहिनी चाहिँ हामीलाई देखाइरहेको छ कतापट्टि के छ भनेर दाउरा यसरी राख्छन् गाइजहरू के छ वाह कस्तो राम्रो है हेलो यो पालाले चाहिँ मलाई यहाँ खुट्टामा खोजेर अस्ति नभन्ने खुट्टा भएको थिएन बहिनी जा त एकचोटि ट्रायल हुन्छ उठ्छ मार्छ अरे त्यस्तो गर्नु मैले यस्तो त जहिले पनि गरिदिएको मम्मी भागौँ आइज बाई बाई सरी फर डिस्टर्बेन्स ढुङ्गा देखिरहेको छ नि अँ त्यो चाहिँ नाकको थान नाकको थान मतलब नाक नाक बस्छ ओ माई गॉड हामी पनि त्यहाँ गएर हामी पनि कोही डरदै भएन कि 12 बजी मात्र नाक आउँछ 1 घन्टाबाट 12 बजी रमाइलो छ गाइस रमाइलो छ मिनी ब्लग भन्दै मैले एउटै ठुलै ब्लग बनाएँ जस्तो लाग्दैछ मलाई गाइस मेरो छोरी भयो भने पनि म यस्तै कपाल बाँधिदिन्छु होला हो खै एउटा सङ गाइदिएको थियो हिजो जसरी हिमालयको काखमा छ सानो मेरो गाउँ पर्यटक घुम्न आउने यो लम्बुको नाउँ सो
सो गाइज म चाहिँ नुहाएर रेडी भइसकेँ अनि अब चाहिँ हामी गाउँटुङमा गइरहेको छौँ। मैले भनेको थिएँ नि त्यो ठाउँ चाहिँ अब हामी पुग्छौँ अनि हामीसँग आधा लास जिन्दा लासहरू पनि हिँडिरह। खोइ दिदी जाने बाटो उसलाई थाहा छ, हामी चाहिँ अगाडि के गर्नु। यो खेत भने हो कि यसमा यो तरकारी हो भने दिदी त्यो तरकारी लाज नटेक भनेर भनेको थिएन। अनि यो त यत्रो जम पानी हे अनि यस्तो छन् गाइज। अब यस्तैहरूसँग जानु पर्ला। अब के भन्नु अनि खुसी लाग्दैछ। बाबु पनि आउँछ भन्दा फास्ट हेर्छौ तुमसे ना हो पाएगा। बेजती अल्ट्रा प्रो म्याक्स भने जस्तै भइहाल्यो। मलाई चाहिँ खासै यसरी क्यामेरा समात्ने बानी पनि छैन, त्यही भएर चाहिँ बिस्तारै म सिक्दै गर्छु होइन। तल अनि उही यो त मलाई बाटो नै थाहा छ जस्तो गर्दैछु हौ। म त यहाँ रात दिन आउँछु जस्तो। ऊ त पारी पुगिसक्यो। भैँसी पनि तर्छ यार यसको। आज दुध दिन्न जस्तो छ यसको कारणले। गाइज हामी पुगिसक्यौँ खेत गोडिरहेको ठाउँमा चाहिँ। आन्टीहरू मेरो सजना दिदीको मम्मी चाहिँ खेत गर्न आउनु भएको छ कि देखाउँछु। उहाँ हुनुहुन्छ। टिकटक हुन्छ हुन्छ उताबाट यसरी चाहिँ खेत गोड्नुहुन्छ। बेइज्जती भएर मेरो भ्लग आइरह अब हेर्नु होला। धानको बाला कोही कोही आइसक्यो रहेछ। कहिले काट्ने कहिले हुन्छ कुन महिना हुन्छ ए हामी चाहिँ अब यता घुम्ने ठाउँबाट चाहिँ दिदीको चिन्जान मान्छे आएको छ। ए दिदीको साथी जमुना हो। दिदीको एउटा साथी जमुनाको घरमा आएको छौँ होइन। हिजो चाहिँ हामी यही बाटो आएको थियौँ राति। दिदीको साथीको भेट भइसकेको छ अनि अब देखाउनु चाहिँ मिल्दैन होला किनकि म यो कुराहरूको लागि नयाँ छु अनि मलाई लाज लाग्छ। बिचमा बोल्न बिर्सिन्छु के बोल्ने भनेर चाहिँ होइन। अनि मलाई थाहा छैन मेरो आवाज कतिको आइरह। बाबु पनि आइसक्रिमको लागि भए पनि हाम्रो पछि पछि आएको छ। मैले त्यो फुलिरहनु मलाई थाहा छैन कस्तो देख्यो तर राम्रै होला। दिदीको बेस्टीको घर हो यो चाहिँ। अनि हामीले फेरि पाइसकेको छौँ। This food for you guys. यार ये कितनी औसम है यार। दिदीको साथीबाट हामीले खातिरदारी पाइसकेका छौँ। मलाई एकदमै धन्यवाद। कति वर्षदेखि साथी हुनुहुन्छ हजुर? अनि हामी चाहिँ खोलामा अब पौडी खेल्न जाने। कति बजी जाने? अब तरकारी सो गाइज हामी चाहिँ घर फर्किसक्यौँ अब होइन। किन भन्दाखेरि अब खाना पनि खाने
खाने फेरि हामी चाहिँ अनि चटपटी पानीपुरीको सामान पनि ल्याउँछ अनि त्यो पनि खानुपर्छ बनाएर। सो गाइज हामी घर पुगिसक्यौँ अनि अहिले आइसक्रिम पार्टी भइरहेको रमाइलो छैन। उसले गर्नुभयो अरे धेरै, मलाई चाहिँ त्यस्तो ठिकै, त्यस्तो धेरै पनि छैन त्यस्तो थोरै पनि छैन। आइसक्रिम चाहिँ मिठो छ है। अब खाना खाने टाइम भइसक्यो अनि दिदी हाम्रो उहाँ सेफ बनिरहेको यस्तो भइरहेछ यहाँ। अब चाहिँ खाना खान्छु है त। 2 hours later. सो गाइस हामी चाहिँ अब स्विमिङ गर्नलाई चाहिँ सामानहरू लगेर जान आँटिसक्यौँ अनि उहाँ चाहिँ हाम्रो गाइड हुन्। उहाँले चाहिँ हामीलाई स्विमिङ कसरी गर्ने सिकाउनुहुन्छ किनकि उहाँ चाहिँ एकदमै नम्बर 1 स्विमर हुन् होइन। हामी 3जना मध्ये चाहिँ उहाँले चाहिँ एकदमै राम्रो स्विमिङ गर्नुहुन्छ र उहाँसँग मैले स्विमिङ पुल पनि गएर चाहिँ मैले त्यो एक्सपिरियन्स मलाई थाहा छ उहाँ चाहिँ कति राम्रो स्विमर हुनुहुन्छ, त्यही भएर चाहिँ भनेको होइन। अनि मैले उहाँको सामानहरू पनि बोक्नु परेछ। अनि त्यो सुरुवात अनि सुरुवात ल्याएछौँ, सबै कुरा ल्याएछौँ हामीले स्विमिङ गर्नलाई। 2000 years later. सो गाइस हामी चाहिँ दिदीको साथीको घर साथीलाई लिन चाहिँ पुगिसक्यौँ अनि यहाँबाट एक्सपिरियन्स गरेर चाहिँ अब हामी दिदीको साथीलाई लिएर जान्छौँ। सबै कुरा भइसक्यो। कुन ठाउँ पौडी खेल्छ चाहिँ थाहा छैन होइन, तर केही दिन अगाडि चाहिँ उता बगाएको अरे त्यो ठाउँ चाहिँ खेल्दैनौँ र हामी। यस्तो शुभ कुराहरू उसको मुखबाट निक्लिने गर्छ टाइम टाइममा। सो गाइज हामी चाहिँ खोला नालाको छेउमा आइपुग्यौँ अनि हामी 4जना छौँ अनि सामान पनि छ। तर स्विमिङ गर्ने त भने हो, तर खोलाको स्पिड देखेर चाहिँ यसो डरै लाग्ला। त्यो बाबु त गयो खोलाको स्पिड देखेर चाहिँ हल्का डरै लाग्दैछ। सो गाइज यसरी खोला नाला पार गरिरहेछौँ। ओ माई गड मैले त कपाल पौडी खेल्ने भनेर त आयौँ कि तर ठाउँ नै भेटिरहेको छैन। अनि बहिनीले चाहिँ हामीलाई सजेस्ट गर्नुभयो कि यहाँ खेल्दा हुन्छ भनेर। मरना तेरे को डर नहीं लगता? सो गाइस वी आर रेडी हैन, तर उहाँहरू हेर्नु न। ओए मम्मा गाइजहरू। सो गाइस वी आर डुइङ सो मच फन हैन, तर मबाट चाहिँ स्विमिङ हुन्छ तर मलाई डर लाग्दैछ, म सक्दैन। डुब्की लाउनु रे मलाई अब म आउँछु पहिला। अब म जान्छु होला गाइस। म चाहिँ यताउति यो बहिनी त नजा एकछिन बस्ने। होइन 2000 years later. गाइस हामीले चाहिँ के गर्नु थियो स्विमिङको नाममा धब्बा गरिसक्यौँ अनि उहाँहरूले चाहिँ स्विमिङ गर्नुभयो, तर हामीले के गरौँ त्यो थाहा छैन। अनि अब यसो जाडो भइरहेछ अनि यसो घाम लागिरहेको छौँ अनि एकछिनपछि अब घर जानुपर्छ। हालत खराब छ गाइस, हालत खराब छ। यस्तो खोला थियो हेर्नु, यस्तो खोला थियो यहाँतिर चाहिँ यस्तो गहिरो अनि ढुङ्गाहरू धेरै अनि हुन्छ नि पौडी खेल्ने जस्तो पनि नै त्यो कस्तो कस्तो अप्ठ्यारो भएर चाहिँ। अनि उसले चाहिँ आफ्नो खुट्टामा एउटा निशानी लगेर गइरहेको छ खै। अनि यहाँ हाम्रो दिदी
आज धेरै वर्षको आफ्नो धिगो पुरा गरेर चाहिँ बस्नु भएको छ। उहाँ पनि उहाँको बेस्टी भए अनि यस्तै छ गाइजहरू यस्तै छ। लम्चे भ्याली क्याम्पसमा छ अहिले चाहिँ हामी अनि उता चाहिँ ल्यान्डस्लाइड भएको छ। हामीले चाहिँ अब आवाज आइरहेको छ कि छैन थाहा छैन तर फेरि हामी जुन बाटो आएको त्यही बाटो हिँड्दै गइरहेको छौँ ग्याल्जुङ पुल अनि यहाँदेखि यस्तो छ नजारा। अलग्गै किसिमको शान्ति छ अनि रमाइलो छ। Bye bye. Bye bye. Anh mi bye bye. Anh mi bye bye. Anh mi bye cha. Anh mi bye. कौन है ये लोग? कहाँ से आते हैं? Bye. Bye Charlie lo. Lo. Bye. जाओ. जाओ के जाओ 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 कहाँ आइरह्यो जाऊ अरे जाऊ। अब चाहिँ हामी टिकटक बनाउँदैछौँ। चिया पनि खाइसक्यौँ अनि फ्रेस पनि भइसक्यो। अब चिया के अरे टिकटक बनाउने कार्यक्रम म्याम हाम्रो रेडी हुँदैछन्। गाइस टिकटक मैले बनाएँ राम्रो बनाएको छु कि छैन थाहा भएन बन्न त बनाइहाल्यो अब। मस्त जोक मारा रे यहाँ। सो गाइस हाम्रो चटपटेवाली दिदी चटपटे लिएर आइसक्नु भएको छ अनि देख्न सक्नुहुन्छ कति स्वादिष्ट। ओहो कस्तो राम्रो स्मेल। अब कता हो रमाइलो रमाइलो छ गाइस रमाइलो रमाइलो छ रमाइलो भइहाल्छ होइन हामी भएको ठाउँमा। बच्चाहरूले एउटा यसरी लडी है त म लडीसित पानीपुरीको पुरा सामान आइसक्यो अनि उहाँहरूले चाहिँ एकदमै मेहनत गर्नुभयो बनाउनलाई। यति मिठो छ के भनौँ अब। यसरी बसेर खाइरहेको खाइराख्नु भएको छ। ए रहा नहीं जाता तड़प ही ऐसी है ना। सो गाइज हामीले चाहिँ अब अफिस फर्किनु पर्ने छ अनि यो चाहिँ मेरो फर्स्ट ब्लग थियो अनि जेसुकै आई नो त्यो पर्फेक्ट थिएन होला अनि मलाई थाहा छ त्यो पर्फेक्ट छैन पनि र हम मालूम है तेरे बाप को मत सिखा चल। म यसरी नै ट्राई गर्नेछु र टाइमली युट्युबमा ब्लग्सहरू अपलोड गर्नेछु। दिनु होला मलाई सब्सक्राइब गरिदिनु होला लाइक कमेन्टहरू कोई तरीका है भीख मांगने का? जे तपाईँलाई मैले भिडियो बनाउनु भनेर सजेस्ट गर्न चाहनुहुन्छ त्यसरी चाहिँ मलाई सजेस्ट गरिदिनु होला अनि सब्सक्राइब गरिदिनु होला। सो अफिसको लागि निस्किनु पर्नेछ आन्टी अङ्कललाई बाई गरेर अनि यति नै हो। जरा सबर करो बोला धक्का बुक्की नहीं करने का आराम से लेने का। हाँ दिस फुल फर यू गाइज।